हेलो साथीहरू, आज म भने तपाईहरुलाई लिएर जाँदैछु। मैले के लिएर जाने तपाईहरु हेरेरै पत्ता लगाउन सक्नुहुन्छ। यति धेरै प्याक गरेर हामी कहाँ जाँदै छौं त? एक दिनको लागि त यति धेरै प्याक हुँदैन हो। हामी 3 दिनको लागि क्याम्पिङ जाँदै छौं। समर लागे सँगसँगै क्याम्पिङ जाने सिजन पनि सुरु भइसक्यो साथीहरू। हाम्रो गाडीमा चाहिँ हामी 4-5 जना बसिसक्यौं। हामीसँग अरु 3-4 जना फ्यामिली पनि हुनुहुन्छ। बाटोको रमाइलो नजारा हेर्दै हामी पुग्यौं क्याम्पिङ साइडमा। बच्चाहरुको रमाइलो त हो साथीहरु। हेर्नु न, उनीहरु स्टार्ट भइसक्यो। वहाँ पुगेर हामी चाहिँ दाउरा किन्नतिर लाग्यौं हैन। मुढाहरु किन्नु पर्यो नि त। अब आगो फायर त्यहाँ आगो बालेर बस्नु पर्यो रातैभरि। सानीमाले फेरि क्याम्पिङ जाने बित्तिकै दाउरामा सेल पकाएर खानुपर्छ है दिला भन्नुभएको थियो। अब हामीले घरमै डोसो बनाएर घरैबाट बनाएर लिएर गएको थियौं नि त। अनि त्यहाँ पुगेर आगो सल्काएर मैले सेल फन्काउन थालिसके। अनि त्यो ठुलठुलो दाउरा मजाले बोलेन के। अनि हामी जंगलमै छौं नि साथी, दाउराको त के कमी हैन। सानो बा फेरि मसिनो दाउरा कलेक्ट गर्दै हुनुहुन्छ के। त्यहाँनिर मसिनो दाउरा हर्र बोल्छ नि त। फेरि सेलरोटीलाई चाहिँ आगो कडा चाहिन्छ के हैन। यस्तो कडा आगो चाहिने हैन। म घुमाइरहेको छु, इच्छा निकालिरहेको छ। सानीमा मिलाइराख्नु भएको छ। उता समीक्षा चाहिँ टेन्ट बनाउँदैछ। अब कसैले अब काम बाँडेर गर्नु पर्यो नि त। उलाई फेरि टेन्ट सेन्ट बनाउन यस्तै काममा अग्रसर छ नि त। ऊ जसलाई जे आउँछ उले उही गर्ने हो नि त हैन। ल हेर्नु साथीहरु, खाउँ लाग्दो सेलरोटी पाक्यो। यता भने मकै सकरखण्डा उसिन्दै छौं हामीले। अनि यता चाहिँ के छ, चिकन डोमेस्टिक रहेछ। यो पनि पाक्दैछ। अब यता कसैले रोटी झिक्ने, कसैले घुमाउने, कसैले मिलाउने गर्दाखेरि एकछिनमै हुन्छ के साथीहरु। क्याम्पिङ भनेकै त्यही हो नि त। सबैले काम बाँडेर गर्ने, धेरै जना भइन्छ हैन। रमाइलो छुट्टै छ। अब यता जाउँ, यता बच्चाहरु के गरिरहेको छन् भनेर म हेर्न गएको त। यहाँनिर सानीमा सानो बा नारायण त टेन्ट बनाउँदै हुनुहुँदो रहेछ कि। यहाँनिर घर रेडी गर्दै हुनुहुँदो रहेछ हैन। अनि दिपसनलाई भिडियो खिच्न पठाएको त दिपसनले त यस्तो हल्लाएर खिचेछ कि। अनि मेरो पालो मै बोकेर हिँडे हैन खिच्नको लागि। अब 3 दिनको लागि नउड्ने खालको घर बनाउनु पर्यो नि त। ठोकेर मज्जाले हावाहुरी आउँदा नि नउडोस् भनेर म उता गएको त समीक्षा बसेछ फेरि ताईमा हैन। उले के गर्छ, एकैचोटी एकै ठाउँमा खनाइदिएछ पिठो जति। अनि घुमेन, बिस्तारै गर्दै गएपछि जानिन्छ जे कुरा नि। एउटा घुमेन, अर्को घुमेन, त्यसपछि अर्को त घुमिहाल्छ नि। उहाँ चाहिँ हाम्रो भिनाजु, समीक्षाको भिनाजु पर्नु है। उहाँ नि एकदम रमाइलो मान्छे हैन। ल उसको चाहिँ यो लास्ट थियो। लास्ट पिठै सकियो थियो। पिठो सकेपछि आएको थियो बुन्दालाई हाल्नको लागि। राम्रो भयो त हो। गरे जानिन्न भनेको, गरे जे कुरा नि जानिन्छ के। जान्दिन भनेर पछि हट्नु चाहिँ भएन के साथीहरु है। म चाहिँ त्यस्तो स्वभावको छु के। केही पनि कुराहरु ट्राई गरौँ न, एकचोटि बिग्रिन्छ, अर्कोचोटि बिग्रिन्छ, अर्कोचोटि त मिलिहाल्छ नि। अनि त्यसपछि बिस्तारै दिन ढल्किँदै थियो, रात आउँदै थियो। अनि हाम्रो यहाँ आगो दन्किँदै थियो हैन। उता रोटी पाकेर आगो उता भयो। फेरि चिसो थियो। आगोको अगाडि बस्नुको मजै बेग्लै थियो नि त। बरु स्मोकी चाहिँ भइन्छ हैन। तर के भयो त भएर हैन। होस् न त। अनि बाद सुरु भयो बच्चाहरुको लाइटिङ। त्यो के लगिदिएको थियो समीक्षाले। बेलुका भयो नि त। अब उनीहरुकै छ। बच्चाहरुको रमाइलो हो नि त। न टेन्सन न के है। यतिखेर लाइफ जिउनु पर्ने नै यतिखेर हो के। अब यता भने फेरि साथीहरु हेर्नु त नाच सुरु भइसक्यो। बेलुका भयो नि त अलिअलि। अब रात पनि छिप्पिँदै थियो। खानेकुराहरु खाँदै नाच्दै हैन। बच्चाहरु आफ्नो सुरमा छन्, ठुलो मान्छेहरु आफ्नो सुरमा छन्। सोशल मिडियाबाट 2-4 दिन टाढा बस्नुको मजा पनि एकदमै बेग्लै हुन्छ कि। किनकि म जस्तो मान्छे फेरि अरु मलाई थाहा छैन। म फेरि एकदम धेरै सोशल मिडियामा एक्टिभ हुन्छु नि त। यो 3 दिन मैले मोबाइलमा केही भिडियोहरु हल्का क्लिप्सहरु त मैले खिचेँ। तर सोशल मिडियाबाट थोरै टाढै नै। अब इन्टरनेटहरु चल्दैन नि त त्यहाँनिर। अनि यो भोलिपल्टको नजारा गाइस। अघिल्लो दिन त हामी सुतिवरी गयौं हैन। खायौं, रमाइलो गऱ्यौं, नाच्यौं। यो चाहिँ भोलिपल्ट म सुतिवरी निस्के। म मेरो बेड तपाईहरुलाई भरभर गराउँदै छु। मेस भएको छ हैन। यो चाहिँ खोल्न बित्तिकै लामखुट्टे छिरिहाल्छ नि साथीहरु। यति धेरै लामखुट्टे नि है, कुरा नगर्नु। त्यही भएर क्याम्पिङ साइडको नजिकै यहाँनिर एउटा लेक थियो के साथीहरु हैन। यस्तो राम्रो लेक वरिपरि हैन। पहाड पोखरा फेवा ताल जस्तो थियो के यो ताल हैन। अनि त्यहाँ पुग्ने बित्तिकै बच्चाहरुको त सुरु भइसक्यो। म पनि बच्चा भन्दा चाहिँ के कम थिएन हैन। म पनि अलिअलि स्विमिङ आउने नि त गर्दिहाल्छु भनेर स्विमिङ गर्न लाग्यो त। त्यहाँनिर एउटा कुकुर रहेछ, कस्तो झम्टिन आएको कि मलाई त। अनि दियानाको सुरु भयो। त्यही त हो नि, बच्चाहरुकै रमाइलो जता गयो नि। अनि हामी 3 जना, समीक्षाको दिदी अनि म
कम्पिटिसन भइरहेको कहाँसम्म पुग्ने स्विमिङ गरेर भनेर है सबजना 101 पर्फेक्ट छौँ। अनि हामीसँग एउटा यो सानो बोट पनि थियो होइन। अनि त्यसपछि मलाई बोटिङ गर्न आउँथेन नि त। अनि हाम्रो समीक्षाको दिदीले चाहिँ बोटिङ सबै जानेको रहेछ कि। अनि मलाई त है त्यो हामीलाई त्यो उबाट पारी क्रस नगर्ने भनेको ठाउँबाट नि क्रस गराएर है मलाई त सिकाइदियो भने डर पनि लागेन नि त त्यति। ऊ जान्ने भएपछि मलाई सिकाउँदै थियो नि त, एकजना पर्फेक्ट भएपछि डराउने कुरो नि भएन। अनि स्विमिङ गरे सँगसँगै हामी फर्केर फेरि हाम्रो स्पोर्टमा आइपुग्यौँ। यो हाम्रो भोलिपल्टको नजारा थियो साथीहरू। अघिल्लो दिन त हामीले रमाइलोसँग बितायौँ, यो चाहिँ भोलिपल्टको नजारामा ऊ कालुले गिटार बजाउन थालिसक्नु भयो। दाइ गाउने, भाइ बजाउने, भाउजू नाच्ने। हो माइ गड कस्तो मिलेको छ कम्बिनेसन पनि। सानो भए त्यहाँ खोतलिरहनु भएको छ, के चाहियो सानोबालाई। अनि खोज्दै हुनुहुन्छ। अनि त्यसपछि हाम्रो ठाउँबाट अलिकति पानी चाहिँ अलिकति टाढा थियो त्यो दिन। अनि पानी बोक्न हिँड्दैछन् दिदीबहिनीहरू उनीहरू। यता चाहिँ पाकिसक्यो भुटुन सुटुन अचार सब पाकेर बिहानको खाना है हाम्रो। त्यो चाहिँ बिहानको खाना नास्ता अब जे भने नि खाएर आगो बालेर अब उता लेकतिर गएर आएपछि त चिसो चिसो भयो नि त। स्विमिङ गरेर आएपछि सबैजना आगोमा बसेर झुमेर मस्ती हुँदैछ त्यहाँनिर। क्याम्पिङको मजा नै यही हो क्या, टक्क होइन सोसल मिडियाबाट आउट भएर पानी भरेर अनि आगोमा पकाएको खाना खाँदा। हामीले ग्यास पनि लगेका थियौँ लान त, ग्यास चुलो पनि थियो हामीसँग। तर पनि त्यो मासुहरू भुटेको हुन्न, खसीको मासु कुखुराको मासुहरू मजाले परपरी भुङ्रोमा पकाएर अलिअलि धुवाँ गनाएको स्मोकी भन्छ नि, अझ नेपालतिर बेच्छ क्या आजभोलि। टक्क धुवाँमा पाकेको मासुको बास्नै छुट्टै फरक हुन्छ हामीलाई। हाम्रो त्यो नसामा छ नि त, त्यही खाएर हुर्केको नि त अनि हामीलाई त्यही नै मनपर्छ। अनि यो चाहिँ आयो, यो चाहिँ पर्सिपल्टको। अघिल्लो दिनको सक्यो, भोलिपल्टको सक्यो। यो नजारा चाहिँ पर्सिपल्टको, किनकि समीक्षाले टेन्ट खोल्दै रहेछ। अनि त्यसपछि त्यो दिन चाहिँ रातभरि पानी परेर हाम्रो चुलो अस्तव्यस्त भएर धुवाँ त्यहाँनिर समीक्षा उ गर्दैछ। यहाँनिर भोलिपल्टको गोठ पाकिरहेको रहेछ। स्मोकी पनि यति स्मोकी भयो कि आगै बलेन कि पर्सिपल्ट चाहिँ साथीहरू होइन। यस्तो रमाइलो गरेर हाम्रो क्याम्पिङ सक्यो। यो थियो लास्ट इयरको क्याम्पिङ है साथीहरू। अब यो इयरको क्याम्पिङ छिट्टै आउँदैछ।